मोहमा र हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रसभाको प्रतिक्रियालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई स्वागत गर्न चाहन्छु। यहाँका उपस्थितिका लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रामा ल्याउँदा करिब मानिसहरू लागेको छ। धेरै मानिसहरू बलिदानी जोडेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालका परिवर्तनले आज हामी साँच्चै अगौर देखिएका छौँ। तमाम बलिदानीमा आफ्ना जीवनको सर्च गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु। भाइ साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर आइले शरीर बोकेर पनि देशलाई परिवर्तन गरेर जाने टुटी बोकेर राजनीतिमा लागिरहेको छ। ती सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रवादमा यस्तो साझा बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइएका छन्। यो एउटा बाध्यता हो, यो रहर होइन। हामीले पटक भन्यो तर हाम्रो सुनिएन। धेरै पटक भन्यो सुनिएन। जेलको पर्दाबाट भन्यो सुनिएन। राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यो सुनिएन। यतिसम्म कि जेलको कालखण्डबाट भन्यो सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ। तर आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो। तपाईसँग साक्षात्कार गर्ने बसेको निर्माणमा थिएन। भैरवमा भन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूको लागि एउटा ठुलो कम्पाउन्ड थियो। मेरो लागि एउटा पुल भयो, एउटा खाने चिज बनाएर सरकारले सुविधा राखेको थियो। मैले धेरै सम्झेको थिएँ। म आजलाई धन्यवाद गर्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै सम्झन्छु। म एउटा लाइन मात्र सम्झन्छु जुन सन्देश मैले गत वर्ष भैरवा कारागार लेखेको थिएँ। त्यो सन्देश मनमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईँको हातमा भएको तस्करले घडी पस्नेछ र त्यहाँ अगाडि लगाउनेछ भन्ने मलाई सम्झना छ। परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएका छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली पार्टी भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, किशोर साथै लाइसेन्स प्राप्त गर्नु होइन। मलाई राजनीतिमा थाहा छ। आज राजसभा किशोर र दम्भ भन्दा निकै टाढा गएर नागरिक सेवामा कुरा गर्ने एउटा अधम्य जनमनमुखी उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि धैर्य गर्नुहोला। देश राष्ट्रको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका लागि मान्यताहरू, शक्तिपीठका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानवाधिकारका प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरूको जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहारहरू हामी सकेर हाम्रा दम्भहरू, हाम्रा घमण्डहरू, हाम्रा अप्ठ्याराहरू, या हाम्रा कुनै पनि कुराहरू हाम्रा निजी रहेनन्। देशमा तिनको महत्त्व छ। आज यस ऐतिहासिक अवसरमा म राष्ट्र परिवारका सबै साथीहरूलाई के छोटो जानकारी गराउन चाहन्छु। साथीहरू, मैले सोचेको बेलामा राजनीतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखेको एउटा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ कि राजसभा दौडले आए कुरामा अल्झेर मर्छ। कसैको ताकत छैन राजसभा लड्ने। आज सबैभरि साझा बनाउने बेला आएको छ। हो जब धेरैको मनमन्द सकिँदैन त्यसपछि यहीको मनमन्दितिर राजनीति नअगाडि बढ्ने प्रचलन चलेको छ। तर प्रचलन
हुँदैन त्यो हियो बढ्यो फुल्यो फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामी देखिसकेका छौँ त्यसकारण गुड बनाएर हामीले त्यो बिरुवालाई रोप्यौँ भने भोलि त्यसले दिने फल विशाल फल हुनेछ र हामी पार्टीको सदस्यहरूले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामी त्यो शेयर राख्नुपर्ने अवस्था यदि हामी बेला समयमा बस्छौँ हामी ठिक समयमा साथीहरू हामी कसको फल रोप्ने कसको भन्ने बेलामा भन्दा अगाडि यतिखेर हामी समग्र रूपमा कुनै मोटो राजनीतिक दलहरूलाई हेरेर अगाडि बढ्ने हो भने फेरि मान्छेहरू राष्ट्रमा लडाउने अब रूपमा आउन सक्दैन तपाईँलाई निर्णयका साथ सक्छ तर साथीहरूले के भनेर चाहिँ यहाँ बोलिरहेको अरूले गऱ्यो भने पनि मान्ने र आफूले गर्नु पऱ्यो भने त्यो मान्ने हुँदो रहेछ यसमा चाहिँ यहाँ सचेत रहनको लागि यो ऐतिहासिकमा हामीले चाहिँ पनि समस्या रहेछ भने हामी पनि त्यस्ता समस्या रहेछ भने त्यसलाई अन्त्य गर्ने एउटा राजमार्गको तयारी सरकारमा मलाई हुन्छ साथीहरू पार्टीले यसलाई लगानी गरिरहेको छ पार्टीको प्रतिबद्धता राष्ट्रियता लोकतन्त्रका आधारमा मान्यता सिद्धान्तहरूबाट कुनै पनि पार्टीले छैन यो प्रतिबद्धता गरिदिएको पार्टीको कुरा सिद्धान्त आदर्श जस्ता महत्त्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरको कार्य हो यसमा राष्ट्रमा अरू भएको छ पहिला सलिसिटर बैठकको कुराकानी गरेको थिएँ सलिसिटर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौँ तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चा छ भने अन्य धेरै लागु छ भने हाम्रा प्रतिवेदन हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन मलाई विश्वास छ सिङ्गो देश र संसार